स्किन केयर गर्न थालिसकेपछि स्किन भन्दा पहिला चाहिँ बैंक एकाउन्ट क्लियर हुन्छ। अब के अरे मेरो स्किन चाहिँ तपाईँले देखि नै हाल्नु भएको छ, कति धेरै उज्यालो हुँदै गएको छ। फिल्टर कसरी युज नगर्ने भनेर टिकटकमा सिक्नै टाइम लाग्यो पहिला, अनि आजकल चाहिँ टिकटकमा पनि उता फिल्टर पनि हुँदो रहेछ भनेर थाहा भयो, ताकि चाहिँ दाग देखियोस् के। यहाँनिर तपाईँले हेर्नुभयो भने दाग देखिरहेको हुन्छ नि, त्यो दाग देखिनै पऱ्यो नि त, दाग पठाउनको लागि हेरेर पहिला। सो मलाई चाहिँ स्किन केयर मजा आइरहेछ, राम्रै भइरहेको छ। अनि पहिला सुरुमा टोनर लगाउँछु, अनि त्यसपछि टोनर लगाइसकेपछि राति मैले यो पेयरको क्रिम लाउँछु। यो पेयरको क्रिम चाहिँ 2650 पर्दो रहेछ, डिस्काउन्ट चाहिँ पहिला थियो रहेछ, अहिले छैन अरे। सो यहीँ बुटोलमा हाम्रो बहिनीले काम गर्ने ट्रु लक्स ब्युटीमा चाहिँ पाउँछ कि यो। अनि मैले चाहिँ यो रेगुलर युज गरिरहेको छु, लगभग एक महिना 20 दिनभन्दा माथि नै भयो। दागहरू स्किन चाहिँ जाँदैन, स्किन पनि जाँदैन र स्लाइटली दागहरू चाहिँ गइरहेको छ। तपाईँले मैले त्यो अहिले रब गरेको ठाउँमा हेर्नु न, कति गाढा दाग थियो। पहिलाको सुरुको भिडियो हेर्नुहुन्छ भने त थाहा नै हुन्छ तपाईँलाई। अनि यो लगाउँछु, अनि यो लगाइसकेपछि मोइस्चराइजर लगाउने, अनि मोइस्चराइजर लगाइसकेपछि सपनामा घुम्न जाने अनि राम्री भएर।